नमस्कार, म रोशन ओझा। आज मैले नयाँ युट्युब च्यानल खोलेको छु र मेरो यो युट्युब च्यानल सब्स्क्राइब गरिदिनु होला। अब लागौँ आजको भिडियोतर्फ। नेपालका 5 यस्ता डरलाग्दा ठाउँ जहाँ राति कोही पनि जान डराउँछन्। नम्बर 5 सिंहदरबारको पुरानो भाग काठमाडौँ। सिंहदरबारलाई आज हामी सरकारी भवन भनेर चिन्छौँ, तर पुरानो पुस्ताका कर्मचारीहरू भन्छन् सिंहदरबारको पुरानो भागमा राति आवाज आउँछ, ढोका आफै खुल्छ। कतिपयले देखेका छन् रातको समयमा सेतो कपडामा एक महिला गलियार पार गर्दै गरेको। भन्छन् पुरानो दरबारमा एकजना रानीको आत्मा अझै शान्त हुन सकेकी छैन। नम्बर 4 सिद्धबाबा टनल बुटोल। रूपन्देही र पाल्पा बीचको सिद्धबाबा टनल यात्रीहरू भन्छन् यही दुर्घटना धेरै हुन्छ। कसैले भन्यो टनलभित्र कुनै आत्माको बास छ। केही चालकले भनेका छन् रातको समयमा टनल पार गर्दै अचानक अदृश्य मान्छे बाटो काट्छ अनि हराउँछ। रातको सन्नाट टनलभित्रको आवाजले जो कोहीको मुटु कमाउँछ। नम्बर 3 सिंहदरबार पछि बागदरबार, पुरानो दरबार क्षेत्र। यो दरबार पनि पुरानो र रहस्यमय मानिन्छ। केही वर्ष अघि यही राति ड्युटीमा रहेको गार्डहरूले देखेका थिए एउटा सिपाही झैँ मानिस भित्तामा ठोकिएको तर फेरि हराएको। त्यसपछि गार्डले ड्युटी छाड्ने गरेका छन्। स्थानीयहरू भन्छन् पुरानो दरबारहरूमा तिनै आत्माहरू घुम्छन् जसले त्यहाँ कहिल्यै शान्ति पाएनन्। नम्बर 2 सिद्ध गुफा धरान। धरानको सिद्ध गुफा यो ठाउँ धार्मिक पनि हो तर रहस्यमय पनि। रातको समयमा यही अनौठो गन्ध र आवाज सुन्नेहरू धेरै छन्। केही साहसी युवाहरूले गुफाभित्र रात बिताउने प्रयास गरे, तर बिहान उनीहरू डराएर बाहिर निस्किए। भन्छन् गुफाभित्र आत्माहरूको फुसफुसाउट सुनिन्छ। त्यो केवल भ्रम हो वा साँच्चै केही अर्कै शक्ति आजसम्म कसैलाई पक्का थाहा छैन। नम्बर 1 देवघाट नवलपुर। आत्मा बस्ने मानिएको घाट नेपालको सबैभन्दा डरलाग्दो ठाउँमध्ये पहिलो हो देवघाट। यो ठाउँ धार्मिक दृष्टिले पवित्र मानिन्छ, तर राति यहाँ कोही जान चाहँदैन। भन्छन् यही राति जलाएको शवको आवाज र रुन लागेको स्वर सुन्न सकिन्छ। स्थानीय बासिन्दा भन्छन् मध्यरातमा घाटतिर हिँड्दै कुनै चिसो हावा आउँछ जसले शरीर सुन्न पारिदिन्छ। के यो मृत आत्माहरूको चिच्याउट हो वा हाम्रो कल्पनाको डर? तर जसले पनि त्यो अनुभव गरेका छन् उनीहरू भन्छन् त्यो रात म कहिल्यै बिर्सन सक्दिनँ। यी थिए नेपालका 5 डरलाग्दा ठाउँहरू जहाँ राति कोही पनि जान सक्दैन। के तपाईँले पनि यस्तो कुनै ठाउँ अचम्मको अनुभव गर्नुभएको छ? कमेन्ट लेख्न नबिर्सनुहोस्। भिडियो मन पर्यो भने लाइक, सेयर र सब्स्क्राइब गर्नुहोला। अर्को भिडियोमा भेटौँला। तबसम्मको लागि सावधान रहनुहोस्। त नमस्कार, म रोशन ओझा। मेरो युट्युब च्यानल खोलेको भएर मेरो भिडियोलाई सब्स्क्राइब गरिदिनु होला।